हेलो साथीहरू, के छ खबर? तपाईँहरूमा आज एउटा नयाँ भिडियोको रियाक्सन लिएर फेरि आज उपस्थित भइसकेको छु। आज चाहिँ हामी एउटा नयाँ मुभीको टिजर आएको छ जुन चाहिँ हाम्रो विराज भट्टज्यूले खेल्नुभएको छ। त्यो मुभीको चाहिँ ट्रेलर रियाक्सन गर्ने हाल्छौँ। ढिला नगरेर चाहिँ भिडियो स्टार्ट गरौँ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। जुन मुभीको नाम चाहिँ रहेको छ राम नाम सत्य। हाम्रो जुन विराज भट्टज्यूले खेल्नुभएको छ उहाँको फिल्म चाहिँ अब ब्याक टु ब्याक आइरहेको छ आजभोलि चाहिँ। बाह्रगाउँमा आयो, त्यसपछि अब राम नाम सत्य अरू नै आउँछन् होला सायद। हामी चाहिँ पहिला यो मुभीको टिजर रियाक्सन गरौँ कस्तो छ, त्यसपछि हजुरलाई भन्ने छु यो मुभी कस्तो लाग्यो मलाई है त। ढिला नगरी डिजिटल entertaining the nation. मृत्युलाई सारथी ठान्नेमा पहिलो पटक डराए जब आँखै अगाडि आफ्ना मान्छेहरू गुमाए। मलाई केजिएफको भाइब दिइरहेको छ यार यसले साउन्डले त। ओ होइन यार, केजिएफ जस्तै लाग्यो अहिले त। ओ माई गॉड, 24 घण्टामा जसरी पनि टाइगर। ओ नाम बिर्स्यो यार त्यसको। टिकटकरको नामै बिर्स्यो के हो? ओ माई गॉड, आयुष भन्ने आयुष। ओ माई गॉड, वाह नाइस। यो ट्रेलर ब्याकग्राउन्ड म्युजिक के बवाल छ यार। ओ बुढो भयो नि। 24 घण्टामा खोजेर ल्याऊ भन्दा छ म 24 सेकेन्डमा आइदिया। प्योर नेपाली हो, प्योर नेपाली। भाइलेन्स गरी तेज सक्ने भए पनि म पुरै वाइल्ड भइदिया भइदिया। वाइल्ड भइदिया। वाह नाइस। आयुष त अनि मैले नामै बिर्सेँ हो, के हो? आयुष होइन, आयुष नै हुनुपर्छ सायद। ओ नाम सत। ओ सेट मन्टु त दुई टुक्रा भयो त। ओ माई गॉड। ओ हाय। ओ दिस इज द इन्सेन यार, इन्सेन गाइज, इन्सेन। नेपाली मुभी पनि यस्तो होला भन्ने सोचेकै थिएन कि। हो केजिएफको फिल दियो यार मलाई त। केजिएफ नै फिल दियो साँच्ची भने। हो केजिएफ जस्तै लाग्यो हो। हजुरहरूलाई के कस्तो लाग्यो यार? ओ माई गड, चैत 17-27 चाहिँ मुभी रिलिज हुँदै रहेछ। मुभी चाहिँ बवालै लाग्यो मलाई चाहिँ है त। एकदम खतरनाक के गुजबम्स नै लाग्यो। बवाल रहेछ। ओ माई गड, साउन्ड डिजाइनिङ पनि एकदम खतरनाक छ। सिनेमेटोग्राफी नि राम्रो बवाल नै छ। मुभी एकदम ओभरअल राम्रो छ। हिट सुपरहिट नै हुनसक्छ मुभी चाहिँ सायद। बवाल नै लाग्यो। एकचोटि चाहिँ हेर्न चाहिँ बन्छ। चैत 27 चाहिँ हजुरहरूको दिन भन्ने छ। राम नाम सत्यले हजुरको दिन बनाउनेछ चैत 27 मुभी चाहिँ ओभरअल एकदम बवाल छ। आजको भिडियो चाहिँ यति नै साथीहरू। हजुरहरूलाई चाहिँ के कस्तो लाग्यो मुभी कमेन्ट गर्न नभुल्नु होला। मुभी चाहिँ एकदम बवाल छ। नेपालमा चाहिँ आजभोलि मुभीहरू खतरनाक नै बनिरहेछन् सायद। यस्तै बन्नु जान प्रगति भइरहेछ हाम्रो मुभी इन्डस्ट्रीमा पनि। आजको भिडियो चाहिँ यति नै साथीहरू। आज चाहिँ म बिदा हुन्छु। अरू रियाक्सन भिडियो हेर्न चाहनुहुन्छ भने मेरो च्यानल सब्सक्राइब गर्नु होला। यस्तै रियाक्सन भिडियो आइराख्नेछ मेरो च्यानलमा है त।